my vlog. This is me Ritu. आजदेखि चाहिँ मैले vlog बनाउन सुरु गर्छु देखि अझै I tried everything in life. मैले job गरेँ अनि त्यसपछि सबै थोक गरेँ तर म कुनै पनि सक्सेसफुल भएन त्यही भएर मैले चाहिँ आजदेखि चाहिँ ब्लगर बन्छु भनेर देखि म ब्लग बनाउन स्टार्ट गरेको अनि यो चाहिँ मेरो फर्स्ट ब्लग त्यही भएर मलाई त्यस्तो प्रोफेसनली बनाउन आउँदैन त्यही पनि म ट्राई गर्छु अनि आज चाहिँ म मेरो बहिनीको स्कुल फङ्सनमा जान लाग्छु है अनि मेरो बहिनीले चाहिँ मलाई यो जङ्गलको बिचमा यसरी छोडेर उ चाहिँ आफ्नो साथीसँग गयो म चाहिँ अहिले यता एक्लै हो अनि मलाई डर पनि लागिरहेछ हल्का क्या त्यही भएर नि मैले ब्लग बनाउन स्टार्ट के लाइक क्यामेरा होल्ड गरेको किनकि त्यसो देख्यो भने अलि डर लाग्दैन नि त अनि अब म हिँड्दैछु मेरो बहिनीहरू चाहिँ कहाँ पुगिसक्यो मलाई थाहा छैन अहिले यता मान्छे देखिँदैन हेर्नुहोस् कतै पनि सो यता पनि जङ्गल छ यता पनि जङ्गल छ अनि यता चाहिँ यस्तो छ फुल पनि राम्रो फुल छ यता भएर मैले राम्रोसँग निकाल्न सकेको छैन मलाई थाहा छैन मैले क्यामेरा कसरी होल्ड गरिरहेको छु जस्ट होल्ड गरिरहेको छु मैले यस्तै देखेको हुनाले अनि हेर्नुहोस् हाम्रो खोला त्यत्रो ठुलो बगर छ तर हाम्रो खोलाजीलाई चाहिँ सधैँ हाम्रो बाटोको छेउबाट जान मनपर्छ म चाहिँ लास्ट ओभर कन्फिडेन्ट भएको मान्छे हो कि मलाई धेरै बोल्छ धेरै गर्छ बस जस्ट अहिले क्यामेरा छ होइन मैले क्यामेरा अन गरेर बोल्न लाग्छु मलाई लाइक आई फिल नर्भस के मलाई बोल्नु कस्तो अप्ठ्यारो लाग्यो कि है मेरो वरिपरि कोही पनि छैन कि फेरि यता नि छैन यता पनि छैन अनि यता पनि छैन त्यही पनि मलाई चाहिँ है लाइक अगाडि क्यामेरा भएको भएर होला मलाई कस्तो अप्ठ्यारो लाग्यो कि बोल्नु नै हाम्रो चाहिँ आज चाहिँ म स्कुल फङ्सनमा जान लाग्नु भन्दै थिएँ मेरो बहिनीहरू चाहिँ मलाई छोडेर गइसक्यो यतापट्टि कतै छैन उनीहरू अब त परको पुलमा पुगिसकेछ तपाईँहरूले देख्न सक्नुहुन्छ सो म चाहिँ पुलमा आएँ अनि त्यहाँबाट मेरो बहिनीहरू चाहिँ त्यहाँ छ सालाहरूले मलाई हेप्यो रोडबाट आइसक्यो अनि म चाहिँ यहाँ छु अनि मेरो बहिनीहरू चाहिँ त्यहाँ छ अनि मेरो बहिनी चाहिँ यता येल्लो ड्रेस लगाएको हो तिनीहरू मलाई कस्तो हेरेको मलाई लाजै लाग्यो यहाँबाट पनि अझै धेरै टाढा छ उनीहरूको स्कुल जान चाहिँ अलमोस्ट हामीलाई 1.5 घन्टा त उनीहरूको स्कुल जानलाई नै लाग्छ कि किनकि हाम्रो गाउँ चाहिँ जङ्गलमा छ त्यही भएर अब यिनीहरू हिँड्दैछन् अनि पाहाडीको भ्यू हेर्न सक्नुहुन्छ तपाईँले वरिपरि म चाहिँ अहिले यहाँ आइपुगेँ होइन अनि अझै नै मैले मेरो बहिनीहरूलाई भेट्दा छैन है किनकि उनीहरू छिटो हिँड्छ अनि त्यो माथि म मोटो भएर होला म ढिलै हिँड्छु है अनि उनीहरू चाहिँ वहाँ पुगिसक्यो अझै यहाँबाट उनीहरूको स्कुल जान अझै 1 किलोमिटर जति बाँकी नै छ धेरै टाढा छ उनीहरूको स्कुल चाहिँ अनि तपाईँहरूले चाहिँ यहाँको भ्यू हेर्न सक्नुहुन्छ यहाँ यस्तो खतरा भ्यू हुन्छ तर अहिले चाहिँ बादल लगाएको भएर देखेको छैन ल मैले चाहिँ फाइनली यिनीहरूलाई भेटेँ बाटोमा बल्ल बल्ल त्यही नि आयो गाइस हामी चाहिँ कार्यक्रम सकेर आयो म चाहिँ यता पछाडि हिँडिरहेको छु मेरो बहिनीहरू चाहिँ त्यहाँ अगाडि हिँडिरहेको छ त्यसरी सल हेरेर हेर्न सक्नुहुन्छ अनि पानी पर्दा त यस्तो छ हाम्रो गाउँ जाने बाटो चाहिँ हेर्न सक्नुहुन्छ यतातिर मकै छ यिनीहरू चाहिँ यस्तो ताल छ है अनि त्यहाँपछि हाम्रो वरिपरि हेर्न सक्नुहुन्छ यत्रो धेरै गाईहरू छ यस्तो मजाको गाईको बच्चाहरू छन् हामी चाहिँ स्कुल फङ्सन सकेर आइसकेपछि मेरो बहिनीले चाहिँ घाँस काट्दैछ अनि मैले चाहिँ हेर्दैछु किनकि मलाई आउँदैन काट्नलाई यो चाहिँ हाम्रो भैँसीलाई दिने घाँस हो भारी हाल्न के त्यति छोरीलाई नि के भारी हाल्यो कहाँ जाने कहाँ हो तेरो घर मेरो गाउँमा थियो नि
थाहा छैन त्यहीबाट यही घाँस लानुहुन्छ ढिलो हुन्छ भन्छ यार लाज नि लाग्दैन तँलाई रात पर्छ भन्नु खोजेको नि अँ त्यही भएर म ढिलो हुन्छ